सम्पूर्णमा सीताराम। म सदाको चाहिँ आज पनि तपाईँहरूको अगाडि भानुभक्ति रामायणको दस्तक लिएर उपस्थित भइसकेको छु र आज म अरण्यकाण्डलाई समाप्त गरेर भोलिबाट तपाईँहरूलाई किष्किन्धाकाण्ड श्रवण गराउनेछु। आउनुहोस् अब म सुरु गर्छु। हेनाथ सीताजी मिलिन अब तिमी सबरी छन् जहाँ तहीँ जाऊ, साह्रै भक्ति छ तिम्रा चरण कमलको ताप तिनका छुटाऊ। यति बिन्ती जगन्नाथसित गरी जब धाम, त्यो गयो राम फेरि आश्रममा पहुँची दर्शन सबरीकन दिया खुब कृपा राखी हेरी। आसनदेखि उठेर जल्दी सबरी रामका चरणमा परिन्, सकभरको बहुतै पूजा गरी तहाँ हात जोडी बिन्ती गरिन्। हे नाथहीन कुलकी स्त्री जाति म गरिब जान्दिन तिम्रो स्तुति, आधार मात्र भगत छ यही चरणमा यस्तै छ मेरो गति। विस्तार सब गुरुदेखि सुनि गुरुको आज्ञा मनै माली, कहिले देख्छु हजुरलाई भनेको तन मन हजुर मादी। पूजा नित्य हजुरको गरी यहाँ ख्वामित बस्याकी दिया। हे नाथ आज दया भयो हजुरको प्रत्यक्ष देखि लिया। क्याले आज बहुत प्रसन्न हुनु कुन कर्म मैले गर्या, योगीका मनले नभेटी सकिन मैले त दर्शन गर्या। यस्तो बिन्ती सुनि दया बहुत भो हेतु प्रभुले कया, उसले स्त्री र पुरुष विचार दिन मता खुश हुन्छु भक्ति भया। नौ साधन किन्त भक्ति छन् तीनौमा पहिलो त सत्सङ्ग हो, पहिलो साधन पो भयो पनि भन्या बाँकी रहेको तिजो। 8 साधनहरू हुन् ती त क्रमसितै मिल्छन् असल सङ्गले, सतको सङ्ग भया सबै बनि गया क्या हुन्छ ती सङ्गले। सतको सङ्ग भइरह्या कि दिन दिन मौ पर भक्ति डोलो भया कि, सज्जनको सङ्ग पाइकन सब गुणमा पार पहुँची गया कि। देख्या मैले दर्शन दिन भने खुसीले आज आफैमा आई, दिया दर्शन र पो पायौ तिमी अदम भया पाउँथ्यौ क्या मलाई। मुक्ति भो आज तिम्रो अब फजिती छुट्या खुसी भइजा आज जाऊ। मेरी सीता कहाँ छन् खबर यदि भया त्यो पनि सब बताऊ। हुकुम जसै सुनिदिन् तब तै बिनती गर्दछिन् क्या बताऊ। सर्वव्यापी हजुरले बुझि त नसकिन्या एक रति छैन ठाउँ। साँचो बिन्ती गर्या तो यो तर पनि नरको आज यो रूपधारी। आज्ञा भोता म बिन्ती पनि हजुर विषय गर्दछु काल विचारी। सीता लङ्का विषय छिन् अब त हजुरले भेट सुग्रीवलाई। बक्स्या जाओस् ती गर्नन् जति जति अरू काम बिल्कुलै पारलाई। पम्पा भन्ने तलाउ पनि नजिक हुने ऋष्यमुख पर्वतैका, टाकुरै माथि बस्छन् अति भजिती छै दिन बिताई सधैँका। बालीको डर हुनाले तही बौद्ध बस्या बाली जाँदैन तहाँ। बालीलाई नजानु भनिकन त छ शराब सब गर्या बिन्ती यहाँ। सुग्रीव सीता मितारी गर्नु सब काम हुन्या छ सीता पनि। मिलिन आज म देह खाक गरी यहाँ पोल्छु नजिक भई भनी। बिन्ती पारी सीता विशेष पछि शरीर त्यो देह सब खाक गरिन्। ठाकुरको अधिभक्तिले ती सबरी संसार सागर तरिन्। क्या दुर्लभ रघुनाथ खुसी हुन गया जातकी अदम भई पनि। श्री राम का देह छाडिकन पार पहुँचिन्छ सहजमै तिनी। ब्राह्मण भइकन भक्ति गर्दछ भन्या उसका त झन् क्या कुरा। जो कोही पनि भक्ति हो पनि भन्या योगी ती हुन्छन् पुरा। हे लोक रघुनाथका चरणको भक्ति छ मुक्ति दिन्या। यो जानी कन कामधेनु सरिका राम नाम मनै मालिन्या। क्या गर्छौ अरू मन्त्र तन्त्रहरूले छोडेर सब राममा। तन मनलाई अवश्य जानी मनले सार मिल्छ यही काममा। तन मनलाई अवश्य जान मनले सार मिल्छ यही काममा। जय हो सामले बिस्तारै बिस्तारै पाइला चाल्दै हिँड्दा पनि
अरण्यकाण्ड सकिएको पत्तै भएन। अब हामी भोलिबाट किष्किन्धा काण्डमा प्रवेश गर्नेछौँ। यो सबै हाम्रो सानो पण्डित भविष्यको हुनसक्ने कथाकार जस्तै छ छटकाट। त्यो सानो मान्छेको प्रताप हो, उहाँकै प्रयास हो। म त कहिलेकाहीँ यहाँ आउँदा स्वर मिलाउनु मात्रै आइपुगेको मान्छे हुँ। उसले रामायण वाचन करिब गाउन लागिसक्यो। जय श्री कृष्ण। सबैमा राधे राधे, सीताराम।